पानी कि त आउँदै आउँदैन, आएपछि उपद्रै आउँछ भनेको यही हो क्या। हेर्नु अब यहाँ कहिले डुबान हुने यस्तो ठाउँ भनेको यो पुरा यता रोपाइ गरेको ठाउँमा हेर्नु न, यो पुरा वहाँसम्म उभा छ। अब फेरि पनि रेगुलर पानी परिरहेछ। एक दिन मात्र मजाले पर्ने भने यो रोड छ नि, रोडको यति पुगेछ, ट्याक्कै रोडलाई छुन्छ कि रोड माथि आउँछ। आजभन्दा 3-4 वर्ष अगाडि पनि पुरै रोडलाई छोथ्यो पानी, अनि यो कुरा पनि त्यस्तै भयो। पुरा यस्तो के यहाँदेखि परदेखि त्यो घरदेखि पुरै यहाँसम्म हिजो अस्तिसम्म कति थियो भन्दाखेरि यहाँ गर्मी एकदम धेरै थियो, लगभग 40 डिग्री प्लस टेम्परेचर थियो क्या। त्यो गर्मी बाहिर निस्किन नसक्ने। यहाँ त 2 दिन भयो, आज लगाएर 2 दिन हुन्छ पानी आएर यहाँ यस्तो डुबान पर्न आएको। अहिले त यहाँ माथि नै आइसक्यो। यो रोड हेर्नु न, यो रोडभन्दा यतापट्टि फेरि यस्तो डुबान परेको छैन। यो पोलहरू कति डुबिसक्यो हेर्नु होइन। अनि फेरि रोडभन्दा यता तल हेर्नु न, केही भएको छैन। यता धानहरू देखिरहेछन् ठिक्क छ। अनि यो खत्रै पहिल्यैदेखि डुब्ने ठाउँ हो यो। अब यो फेरि आज रातभरि पानी आइदियो क्या। अनि हिजो राति पनि आयो, आज राति पनि आयो, हिजो दिउँसो चाहिँ पानी आएन। आज राति रेगुलर पानी आयो। अनि अहिले कति भयो, 10:30 जति हुन लाग्यो, अझै पनि पानी परिरहेछ। यस्तो डुबान बनायो। टक्क यो पोल हेर्नु न, यो पोल कहाँ पुगेछ पुरै। यहाँनिर त मान्छे नै डुब्छ कि जस्तो छ। यो अब नाली हो, यो ठुलो हो, यो साइडमा चाहिँ मान्छेले डुब्छ।